नमस्ते एभ्रिवान। आज चाहिँ म यहाँ चौबार डाँडामा आएको छु। यो चाहिँ मेरो एउटा फर्स्ट ब्लग। आज हाम्रो मिति कति भयो भनेपछि खै मिति नै बिर्सेँ म। तर आजबाट चाहिँ मैले यो ब्लग स्टार्ट गरेको छु आफ्नो होइन। अब हेरौँ कस्तो जान्छ यो हाम्रो ब्लगको जर्नी। यो चौबारको यहाँ भन्दै गर्दा होइन गाइज, यो बोल्नै नआउँदो रहेछ क्या यो फर्स्ट ब्लगतिर होइन। के बोल्ने भन्ने यसो आइडिया नै नआएर के गर्ने भइरह। हामीहरू यता जाम है अब। उतातिर भाइ बहिनीहरू भाइहरू यसो फुटबल म्याच चलिरहेको छ। यता चाहिँ चटपटे पानीपुरीहरू यसो खाना आउन सक्नुहुन्छ भाइहरू। तर भ्यू चाहिँ बब्बाल छ है गाइज यता चौबारको। एकदम विकेन्डहरूमा यसो छुट्टीहरूमा डल्लो लाएर यसो ड्राई पिकनिक हाल्ने होइन। यो चाहिँ चौबारतिरको एउटा समथर ठाउँ भयो होइन। यतातिर प्रायः चाहिँ मान्छेहरूले यो के भन्छ स्कुटी बाइकहरू प्र्याक्टिस गर्ने गर्छ। हेर्न सक्नुहुन्छ एउटा मान्छे यता छ, एउटा उता, एउटा उता छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यता टक्क लाएर प्र्याक्टिस गर्ने, टक्क लाइसेन्स निकाल्ने। आज चाहिँ पानी परेर एकदम हरियाली भइरहेको छ होइन हाम्रो। हेर्न सक्नुहुन्छ तपाईँहरू। यो एकदम दामी भ्यू आइरहेको छ। घाम नि टलक्क टल्केको छ हाम्रो। उतातिर हाम्रो के छ भनेपछि यो मञ्जुश्री पार्क भन्छ होइन। इतिहास हेर्नु पर्दा चाहिँ तपाईँले थाहा होला के अरे यो काठमाडौँ के भन्छ भ्याली पहिला एउटा पानी के अरे ताल थियो भन्छन् होइन। ताललाई के अरे मञ्जुश्रीले के भन्छ काटेर यो पानी बगाएको भन्ने चाहिँ एउटा भनाइ छ। अब त्यो कतिको साँचो भन्ने कुरा चाहिँ गाइज मञ्जुश्री पार्क त देखेन होइन। मञ्जुश्री पार्क चाहिँ उतातिर रहेछ। यो रुखहरू छ नि, यो रुखहरू यताको यताबाट पारिबाट यो रोड हुँदै गयो भने चाहिँ मञ्जुश्री पार्क आउँछ हाम्रो। यो चाहिँ अब चौबारको के भन्छ यो अब यसो टुरिस्ट अट्र्याक्सन भनौँ के भनौँ यो। अब चाहिँ म उता माथितिर जान्छु। उता यो माथि डाँडाबाट यो टुप्पामा चाहिँ यस्तो राम्रो भ्यू होला जस्तो लाग्यो गाइज। टुप्पामा जाँदैछु म यसो हजुरहरूलाई भ्यू देखाउन। अलि रुगा लागेर तनाव छ होइन, के गर्ने यस्तै छ। Guys, see the view. So त्यो माथि जो कहीँ यो चाहिँ के हो भन्ने कुरा मलाई थाहा भएन गाइज। थाहा छ भने कमेन्ट डाउनमा यसो कमेन्ट गरिदिनु होला। उता चाहिँ फोटोसुट चलिरहेको हो। फोटोसुट टिकटकहरू बनाइरहन्। यो अहिले भन्दा नि ट्याक्क 15-20 दिनपछि यसो मनसुनमा होइन, मनसुनको अब आइसक्यो वर्षाको महिनाहरू, वर्षाको दिनहरू आइसक्यो। गाइज हिँड्दा थाकिसकेँ म। यहाँ बसिरहँ, पछाडि गाना बजिरह, कपिराइट आउने डर छ। के गर्ने यस्तै छ। यो कन्टेन्ट बनाउन थालेपछि कपिराइटको चाहिँ विशेष ध्यान राख्नुपर्छ है। गाइज अब म पनि फुलकुमार भइसक्यो होइन। मेरो यसो उहाँको एउटा दिलले फुल लगाइदिनु भएको छ टक्क पारामा यसो देखेर। मकै खेती हुँदो रहेछ गाइज। मकै नै हो जस्तो लाग्यो। मेरो आँखाले भान्दै छैन, चस्मा लागेन, तर मकै नै हो जस्तो लाग्यो।
जब चाहिँ तल झर्नु परिहाल्यो होइन, माथि चढेर तल झर्ने त नियम नै हो यो। हामीहरू तल जान्छौँ। यहाँ आन्टीहरूको फोटोसुट चलिरहेको, यसो टक्क म हेरेर बनाइदिन्छु। बाटो त कस्तो चिप्लेरै जाला जस्तो छ त। हाम्रो सरले भन्नुहुन्थ्यो एक मिस गेम फिनिस भन्ने चाहिँ चिप्ल्यो कि गयो। ल गाइज, यो हाम्रो भ्लग चाहिँ इन्डिङतिर आइरहेछ। अब यसो घर जाने बेला आइसक्यो हाम्रो। अहिले अब चाहिँ लास्ट क्लिप हेर्नुहुन्छ त्यसपछि। गाइज अब यो भ्लग चाहिँ इन्डिङतिर आइसक्यो, एन्ड नै आइसक्यो। उता चाहिँ मेरो सवारी छ। यसो तपाईँले कहीँ देख्नुभयो भने नम्बर याद राख्नु होला, म यसमै हुन्छु जहिले नि। लाइक अब गाइज मेन इम्पोर्टेन्ट कुरा, लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। यस्तै भिडियो आउँदै गर्ने छ। तपाईँको सपोर्ट भयो भने लाखौँ मिलियन बिलियन सब्सक्राइबर पुग्न टाइम लाग्दैन। हस्, बाई।